अत्याचार सहने कायर पनि हैन। प्रेम नै पूजा भन्छन्, के प्रेम गर्नु हुँदैन र? के म तिम्रो होइन र? निर्माता निर्देशक आकाश अधिकारी देकुगु नुगु सकिपा के म तिम्रो होइन र या प्रोमो हो सिरी उलेजा जुगुदो। आकाश अधिकारी देकुगु के म तिम्रो होइन र सकिपा या आरएम अधिकारी हो मरिस्का पोखरेल नुम हिरो व हिरोइनी कथा खनेदेक वेतेंगु दुसा थुके प्रज्वल सुज्वल गिरी नुम भिलेन जुया वेतेंगु दु थुगु ज्याजोले चलचित्र पत्रकार संघीय अध्यक्ष शान्तिप्रिय श्रीकृष्ण श्रेष्ठ अन्तिम सकिपा कोइनुरिया छम निर्माता चन्द्रश्रेष्ठ श्वेता खड्का आकाश अधिकारी आरएम अधिकारी व मरिस्का पोखरेल प्रज्वल सुज्वल गिरी लगायत पिन्सन नुग ख पोङ्कुकु ख के म तिम्रो होइन र चलचित्र कोहिनुर पछिको चलचित्र हो मेरो यो र केही भाषा मैले त्यो शब्द गीतको शब्द के म तिम्रो होइन र कोहिनुर त्यसबाट मैले लिएको र सिनेमा एउटा प्रेम कथामा आधारित चलचित्र हो। एउटा प्रेमको प्राप्तिको लागि कस्तो कस्तो स्ट्रगलहरू कस्तो कस्तो अब्स्ट्रगलहरू आउँछ सिनेमामा लाइफमा भन्ने कुरा यस सिनेमामा मैले प्रस्तुत गरेको छु। सिनेमा कम्प्लिटली लभ स्टोरी एक्सन र गीत रोमान्स र काठमाडौँदेखि मनाङसम्म मुस्ताङसम्मको यात्रा तय गरेको सिनेमाले धेरै इन्टरटेनमेन्ट सिनेमा हो। तीनजना नयाँ कलाकार जुन आउनु भएको छ, तीनजना मात्रै नभएर यसमा 5 जना नयाँ कलाकार छन् होइन। त्यो 5 जनाले एउटा उनीहरूलाई दिएको मेरो जुन जिम्मा उनीहरूलाई दिए त्यो जिम्मा उनीहरूले निभाएको छ। त्यस कारणले म एकदमै खुसी छु 5 जनासँग। डेफिनेटली आजसम्म मैले ल्याएको केही कलाकारहरू पहिला पनि ल्याएको छु नयाँ कलाकार। जब कथा विषयवस्तु अलि नयाँ प्याटर्नको आउँछ म नयाँ कलाकार ल्याइहाल्छु र मैले ल्याएको कलाकार आजसम्म सफलै हुनुहुन्छ। सबैले फिल्म इन्डस्ट्रीमा राम्रो काम गरिरहनु भएको छ। मसित सँगसँगै आउनुभएका मेरा सहायक निर्देशकहरू पनि अहिले धेरै सिनेमाहरू गरिरहनु भएको छ। म एउटा विशुद्ध सिनेमाको लागि मात्रै जन्मेको हुँ। मलाई सिनेमा बनाउन खेल्न लेख्न त्यसको अरू प्राविधिक काम गर्नुभन्दा अरू मलाई केही पनि आउँदैन। त्यस कारणले जसलाई पनि मैले ल्याउँछु म नयाँ कलाकारहरूलाई अहिले पनि भन्छु तपाईँहरू आउने इच्छा छ भने आउनुहोस्, पहिला तयारी भएर आउनुहोस्। फिल्म इन्डस्ट्रीमा अलवेज तपाईँहरूलाई वेलकम छ। तर फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्नुभन्दा पहिला जस्तै अहिले मरिस्का आर्यन प्रज्वलले गरे इन्ट्री हुनुभन्दा पहिला उनीहरू एउटा म यो इन्डस्ट्रीमा जानुभन्दा पहिला यो कुरा सिक्नुपर्छ मैले यो गर्नुपर्छ भनेर बुझेर आउनुहोस्। तपाईँहरूलाई अलवेज स्वागत छ। छोटो मिठो भन्नुपर्दा बब्ली गर्ल यो मुभीको लागि एकदमै मेहनत तयारी मजाले गरेको थियो। बिकज डान्स क्लास लिने गर्थेँ, हाम्रो वर्कसप हुन्थ्यो, त्यसपछि जिम रेगुलर जोइन गर्थेँ। वेल मेहनत गरेको हो। फ्युचर प्लान काम गर्दै जाने, आफ्नो काम र मेहनत लगनले काम गरेर अगाडि बढ्ने इच्छा हो। सो आफूमा विश्वास राखेर मेहनत गर्छु र मेहनत गर्ने नै छु भनेर अगाडि बढ्छु। सिनेमामा एक्टिङ गर्ने पहिलेबाट सौक थियो र सौक मात्रै नभएर एक्चुअली एउटा प्यासन हो र पहिलेबाट गर्न चाहन्थेँ। धेरै अन्य कुराहरूले गर्दाखेरि मैले यो सुरुवात गर्न पाएको थिइनँ र यो सिनेमाको मेरो नयाँ एउटा करियर मैले 2015 को जनवरीबाट सुरु गरेको र यो सिनेमा बनाउनको लागि धेरै समय लाग्यो। हामीले स्क्रिप्टमा काम गरियो र हाम्रो सुटिङ डेजलाई एभ्रिथिङ धेरैले कुरा गर्दाखेरि यो धेरै समय लाग्यो हामीले काम गर्नको लागि र सक्नको लागि। र मेरो अङ्कल मेरो काका हुनुहुन्छ आकाश अधिकारी, उहाँले पनि यो क्षेत्रमा लिएर आउनको लागि मलाई मद्दत गर्नुभयो। उहाँकै सिनेमाबाट उहाँकै डाइरेक्सन गरेको सिनेमाबाट म पहिलोचोटि सिनेमा जगतमा आएको छु, सिनेमा फिल्डमा आएको छु। मैले उहाँलाई कस्तो लाग्छ भन्नुभन्दा पनि म उहाँको सिनेमामा खेल्न पाउनु मेरो भाग्यको कुरा हो। उहाँ एउटा नेपाली सिनेमामा 18-20 वर्ष स्पेन्ड गरेर धेरै राम्रो सिनेमाहरू बनाइसक्नु भएको डाइरेक्टरसँग मैले काम गर्न पाउनु मेरो सौभाग्य हो, त्यो भन्छु म। यसमा रोल भन्दा पनि तपाईँको अहिले हाम्रो ट्रेलर हेर्नुभएपछि मान्छेहरूलाई थाहा भइहाल्छ कस्तो खालको छ। यो रोमान्टिक एक्सन फिल्म हो जसमा चाहिँ म एउटा लभर बोय एङ्ग्री म्यान एक्सन त्यस्तो खालको छ एउटा रोल। मैले आफूले भन्नुपर्दा पनि यो म चाहिँ अडियन्सलाई छोडिदिन्छु। सिनेमा रिलिज भइसकेपछि वैशाख 31 गते सबैले थाहा पाउनुहुनेछ।